सो हे गाइस वेलकम ब्याक टु माई अनदर भिडियो। अजय भाइको डेली लाइफमा सुरु। तर आज अजय भाइको दिमाग खराब भइरहेको छ। बिहान 10 बजी ड्युटी आएको होला होइन। 10 बजीदेखि ड्युटी आएर मैले अहिलेसम्म कतिवटा अर्डर गरेँ होला सोच्नुहोस् त, एउटा भर्खर। सो गाइस मेरो फर्स्ट अर्डर कम्प्लिट अन टाइम, बट भर्खरै अर्डर आएको हो। आई थिङ्क हाम्रो अलिकति अपडेटेडहरू हुँदैछ, सो त्यसले गर्दाखेरि चाहिँ आज अर्डर छैन। सो मेरो पनि आज ड्युटी सेड्युल खै के हो मलाई नै थाहा छैन नेपालीको आजको ड्युटी सेड्युल। सो मेरो फर्स्ट अर्डर कम्प्लिट अन टाइम एन्ड नाउ ब्याक टु स्टोर। चेक द मै लोकेसन हो, बिल्डिङ। सो मेरो डेली ब्लग चाहिँ म ट्राई गरौँ भन्दैछु हो, कम्प्लिट गर्नुको लागि। आई होप म ट्राई गर्दैछु हो। अन्त अब चाहिँ ब्याक टु स्टोर हुन्छ। के भन्नु गाइस, कस्तो भन्नु केही थाहा छैन। आज अर्डर हो कि के भन्नु हो, अर्डरै छैन यार दामदेखि। अब जान्छु रुम हो। सो गाइस आजको दिन जसो सक्यो हो। निन्द्रा पनि लाग्न थाल्यो अब त्यो अर्डर नभएर, नत्र कुद्ने बानी भएर कुदै गरेर मजा आउँथ्यो हो। सो अहिले आएको थिएँ म नजिकै स्टोरकै नजिकै छेउमा। अर्डर कम्प्लिट अन टाइम, नाउ ब्याक टु रुम। खाना रुममै छ, खाना गयो तता खायो। सो गाइस यो अर्को अर्डर लिएर आएको थिएँ मैले मजाको। अहिले हाम्रो नि एरिया छुटेर खालि नजिकको अर्डर मात्रै आउँदैछ हो। सो अर्डर कम्प्लिट अन टाइम हो, टाइममा नजिकै थियो अर्डर, टाइममा कम्प्लिट भयो। सो अब म ब्याक टु स्टोर हुन्छु। हेरौँ गाडीमा पेट्रोल पनि रहेछ, तेल हाल्नु जानु छ मलाई। गाइस यो थियो अर्डर नम्बर कति भन्नु हो। आज नि मलाई नि यस्तो भइरहेको छ आज क्या। एक त पसिनाले गरमले खलखल काले नकाले हो, प्लस अब अर्डर नभएर हो। सो अब म चाहिँ पहिला चाहिँ केही गर्ने पहिला तेल हाल्नु जान्छु। मेरो तेल ब्ल्याङ्क भइसकेछ। तेल कतिखेर उयो हुन्छ सकिन्छ थाहा नै छैन। अब गएर म पहिला तेल हाल्छु। सो यो मेरो अर्डर थियो अन टाइम डेलिभरी, बट पहिला गएर म तेल हाल्छु। तेल हालिसक्छु, देन आफ्टर म जान्छु स्टोर आउँछु हो। सो गाइस यस्तै हो, कहिले काहीँ अर्डर कहिले अर्डर हुँदैन। हिजो पनि राम्रै अर्डर गरेछु, लगभग मैले कतिवटा गरेछु 20 प्लसै गरेछु। सो अहिले बस 3 सो भेटौँ अब पेट्रोल पम्पमा। ल पेट्रोल पम्पमा भिडियो नै बनाउनु दिँदैन, पेट्रोलको प्राइस देखाइदिन्थेँ नि म तपाईँहरूलाई। सबै गर्नु छ पेट्रोलको प्राइस देखेर 40 रुपियाँ पनि भेट्दैन उताको इन्डियाको। गाह्रो छ जिन्दगी यार।